सम्पूर्णमा नमस्ते। आज म तपाईहरुलाई सिमकुट हुम्लादेखि नेपालगञ्जसम्म जाँदा बाटोमा पर्ने मनोरम दृश्यहरू ब्रिफिङ गर्न चाहन्छु। म सिमकुट एयरपोर्टबाट यात्रा तय भयो प्लेनमा। यो सिमकुट एयरपोर्ट हो। यसमा एकदमै मनोरञ्जन, सिमकुटको बस्ती यति राम्रो बस्ती देखिन्छ, एकदम मनमोहक। तल्लो गाउँ भन्ने हो यो सिमकुटको। अनि अब हामीले सिमकुट छोडेर यात्रामा छौँ। मनमा कता न कता डर पनि लाग्ने गर्दछ प्लेनको यात्रा गर्दै गर्दा। यो हिल्दुम भन्ने गाउँ हो। हिल्दुम भन्ने गाउँ कटेर हामी अब खारपुनाथ गाउँपालिका क्रस भएका छौँ। यो बरगाउँ, यो चाहिँ खर्पेल गाउँ। यसै गरी हामी खारपुनाथ गाउँपालिकाबाट हिमाल, पहाड, एकदमै मनोरम दृश्य हेर्दै हेर्दै हामी अब यो सर्केघाट गाउँपालिका पनि क्रस भइसकेको छ। एकदमै नजिक देखिन्छ, हामी देख्न सक्छौँ। एकदमै नजिक, कता कता पहाडमै ठोकिन्छ कि जस्तो अनुभव हुन्छ। एकदमै मनमा डर हुन्छ हैन। अनि यो हेर्दै गरेको दृश्य चाहिँ अदानचुली गाउँपालिका हो। अब हामी अदानचुलीबाट ताजाकोट क्रस भएपछि चाहिँ अब यो चाहिँ मुगु कर्णाली र हुम्ला कर्णाली मिसिएको ठाउँ हो। यो देख्दै गरेको उताबाट मुगु कर्णाली आएको छ भने यताबाट हुम्ला कर्णाली मिसिएर यो दोमुख भन्छ। यो कर्णालीको यो अदानचुली गाउँपालिकाको तल चाहिँ दोमुख हो। यो पारी चाहिँ मुगु हो, वारी हुम्ला हो। अब हामी हुम्ला जिल्ला चाहिँ क्रस भएर बाजुरा र मुगुको झन्डै झन्डै सिमानाको नजिक नजिक छौँ। यो प्लेन भन्नुपर्दाखेरि कर्णालीको तिरैतिर भएर मात्रै हिँड्ने गर्दछ। हामी जता जान्छौँ कर्णालीको तिरैतिर हुन्छ। यो चाहिँ यो कालीकोट जिल्लाको भूभाग हो। यति राम्रो मनोरम दृश्य देख्न पर्दा कता न कता मन खुसी हुन्छ भने कति बेला प्लेन तलमाथि गर्यो, हल्लायो भने चाहिँ अलिकता मनमा डर पनि हुने गर्दछ। अब हामी कालीकोट जिल्लामै छौँ। यो कालीकोटको पिलीभन्दा आउनुभन्दा अगाडिको हिमाल हो। यो कालीकोट जिल्लामा पनि यति ठुलो हिमाल छ, एकदमै डर लाग्ने, झन्डै झन्डै पहाडमै ठुकिन्छ कि जस्तो लाग्ने। आइसहरू जमेको छ, खोलाहरू जमेको छ। हेर्नु पुरै सेतो देख्न सकिन्छ। यो चाहिँ अब बग्दै गरेको खोलाहरू आइस जमेर सेतो देखिएको छ। अब हामी यो कालीकोट जिल्लाको मानमा जानुभन्दा अगाडि चाहिँ एकदमै अग्लो हिमाल आउँछ। यो चाहिँ कालीकोटको हिमाल हो। एकदमै कालीकोट जिल्ला पनि सुन्दर छ, एकदम मनोरम दृश्य देख्न सकिन्छ कालीकोट पनि। अब हामी हुम्ला, झन्डै झन्डै मुगु क्रस भएर अब हामी यो कालीकोटको उता पिली उताबाट मुगु जुम्लाबाट आएको रोड हो। यो तिला हिमा नदी आउँछ, त्यताबाट कर्णाली नदी गएर तल मिसिने गर्दछ। अब यो चाहिँ हामीले देख्दै गरेको अब महाबु हिमाल सुरु भयो। दैलेख र कालीकोटको सिमाना हो यो चाहिँ। अब झन्डै झन्डै अब यहाँ पनि एकदमै डर लाग्छ, हाइट घटाउँछ प्लेनले, अनि त्यति बेला चिसो मन हुन्छ। अब हामी महाबु, दैलेख र कालीकोटको सिमाना महाबु, यो चाहिँ दैलेखको एकदमै अग्लो भूभाग हो। अब हामी महाबु गाउँपालिका, दैलेखको महाबु गाउँपालिका, जुन चाहिँ मेरो जन्म स्थान पनि हो, म त्यो पनि देखाउन चाहन्छु। यो चाहिँ अब महाबु क्रस भएर अब हामी चाहिँ अब यो हाम्रो महाबु गाउँपालिकाको वडा नम्बर 6 काशीगाँतको माथि छौँ। काशीगाँतको माथि हुँदै गर्दा हामीले देख्न सक्छौँ टाकुरी। यो चाहिँ टाकुरी हो, टाकुरी भन्छ। हाम्रो वडा नम्बर 6मा पर्यो महाबु गाउँपालिका। अब योभन्दा पारी चाहिँ रानीवन वडा रानीवन हो। यो चाहिँ रानीवनको स्कुल पनि क्लियर देखिएको छ। यसै गरी अब रानीवन क्रस भयो भने हामी चाहिँ काँडा सिरौला भन्ने गाउँ चाहिँ देख्न सक्छौँ। तल खोला छ। यो रानीवन र काँडा सिरौलाको बिचमा चाहिँ घट्टे खोला भन्ने खोला छ हैन। यो खोला पनि हामी देख्न सक्छौँ।
अब देखिएको चाहिँ यो काँडा सिरौला हो। काँडा सिरौला तल पिपल डाँडा, अनि हाम्रो घर पनि यतै छ। यो मुखिया डाँडा मैले जुम गरेको मुखिया डाँडा। यसै गरी देख्दै गरेको माथि चाहिँ मैले जुम गरेको यो चाहिँ गैडाबाज, जुन चाहिँ माहाबु गाउँपालिकाको पालिका केन्द्र पनि हो। एकदमै सुन्दर छ। यो चाहिँ मेरो जन्मस्थान पनि हो। मैले पढेको स्कुल पनि यही नै हो। यो माहाबु गाउँपालिकाको खरिगेरा भन्ने ठाउँ हो। यो खरिगेरा हुँदै हामी अब दैलेख बजारतिर जाने बाटो हो यो चाहिँ। यसपछि हामी दैलेख बजार, यो देख्दै गरेको हामी दैलेख बजार देख्न सक्छौँ। दैलेख बजार हो, जुम गर्दा सानो देखिएको छ दैलेख बजार, एकदमै सुन्दर। अब यो चाहिँ चुब्रा, जुन लोहोरे र छामघाट मिसिएको ठाउँ चुब्रा बजार, सानो पुल देखिएको छ, चुब्रा बजार हो। यो देख्दै गरेको डुङ्गेश्वर गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय भवन हो। एकदमै सुन्दर छ डुङ्गेश्वर गाउँपालिका पनि। यो चाहिँ डाँडा पराजुल भन्ने गाउँ हो। यो चाहिँ गुराँस गाउँपालिका, तपाईँहरूलाई देखाउन चाहन्छु। गुराँस गाउँपालिका पनि एकदमै सुन्दर मनोरम छ। अब हामी दैलेख जिल्ला क्रस भएर सुर्खेत जिल्ला टच भइसकेका छौँ। यो देख्दै गरेको भेरी नदी हो, एकदमै सुन्दर छ। अब हामी सुर्खेत भ्याली क्रस भइसकेका छौँ। यो चाहिँ सुर्खेतको छिन्चु बजार, अलि जुम गर्न नमिले पनि देखिएको छ, तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ सुर्खेतको छिन्चु बजार, एकदमै सुन्दर। हामी जहाँ नेपालगञ्ज जान्छौँ छिन्चु बजार हुँदै एकदमै सुन्दर छ यो छिन्चु बजार पनि। यो देख्दै गरेको हर्रे, हामी चाहिँ हर्रे पुगिसकेका छौँ। हर्रे पनि अब यो चाहिँ बबई हो, जहाँ भेरी बबई डाइभर्सन, भेरी नदी जहाँ निकालिएको छ। यो चाहिँ भेरी नदी बबई नदीमा मिसाइएको ठाउँ। अब हामी नेपालगञ्ज, झन्डै नेपालगञ्जको भ्याली कोलपुर नजिक, चिसापानी नजिक पनि पुगिसकेका छौँ। अब हामी नेपालगञ्ज विमानस्थल अवतरणको क्रममा छौँ। नेपालगञ्ज विमानस्थलभित्र हामी प्रवेश गरिसकेका छौँ। देख्न सक्छौँ नेपालगञ्ज विमानस्थल पनि एकदमै सुन्दर, नेपालकै उत्कृष्ट विमानस्थल हो। हामी अवतरण भइसकेका छौँ। मनमा एकदमै खुसी लागेको छ अवतरण हुन पाउँदा। तपाईँहरू देखाउन खोजेको चाहिँ हुम्ला सिमिकोटदेखि नेपालगञ्जको यात्रा हामीले समाप्त गरेका छौँ। तपाईँहरूलाई पनि एकदमै धन्यवाद, एकदमै नमन भन्न चाहन्छु।